पर्ने यो कुरा हो। अनि त्यो भएको कारणले गर्दाखेरि हामी बच्चाहरूलाई पनि सबै हामी यतै ल्याउने छौँ। जतिजना छ नानीहरू सबैजना यता हामी आमा पनि गइदिनुहोस् न। ताली बजाइदिनुहोस् प्लिज, ताली बजाइदिनुहोस्। हल्ला नगरिकन प्लिज। यसै क्रममा हाम्रो परिवारमा हामीसँग हुनुहुन्छ पापा आमा। नानी लाउँदाखेरि अब नानी त हतारमा राति भाग्दै खसेछ सुनसेवारो फिल्म हो कि फिदिम कता नेपालमै? नेपालमा फिदिमको सिक्किम दार्जिलिङतिर फिदिमको फारा नेपालमा खसेछ अरेर अनि छैन। अनि अरू चाहिँ सबै पर पुगेपछि नानीहरू त छैन। अनि त्यही नै हामी पर्खिन्छौँ भनेर गएछ अरे खोज्नु जाँदा पुरै नै खसिरहेको रहेछ अरे। 2 घन्टाको बाटोमा चाहिँ मेरो बाबा चाहिँ खसिरहेको रहेछ। त्यहाँदेखि टिभी लगेर उहाँनेर सबै भेला भएको ठाउँमा पुगेर त्यहाँदेखि फेरि हिँडी गएको अरे भुटान लागेको। त्यसो गर्दै आएको बोजू चाहिँ लिमखिम्नी अनि बेबे कोडी बिबी चाहिँ मिमी चाहिँ लिमखिम्नी होइन। अनि मेरो आमा चाहिँ हजुर डाक्टर नाम चाम्नी हो नि त। डाक्टर नाम चाम्नी मेरो आमा चाहिँ। बिबी चाहिँ लिमखिम बोजू चाहिँ लिमखिम। हजुर बहिनी छोरी 1 भाइ छोरा बनायो। अनि बोजू चाहिँ हजुर थुप्रोसँग गएछ बोजू चाहिँ। अनि अर्को हुनु मरि गएको। अनि मरेपछि त उता मरेपछि चाहिँ त्यहाँदेखि उता 1-2 जना जन्माएछ। त्यहाँदेखि फेरि मरेछ बुढो। फेरि अर्को कमिकासँगै गयो देवसँग गयो। त्यहाँदेखि फेरि ऊ पनि 1-2 जना नानी जन्माएछ फेरि मरेछ। चिसोको हातबाट कुन आइरहेछ नि? ए चिसो यहाँ सबैलाई चिसो हुन्छ। सम्पूर्णलाई सेवारो जेनिसी। म सन्त तुलु जेनिसीबाट ओहायो भन्ने स्टेटको एक्रोन ओहायोमा हाम्रो वाहम्सो थुरुङ परिवारले एउटा सानो कार्यक्रम गरिरहेको छौँ। यसमा हामीहरूले चाहिँ विशेष गरी हाम्रो नानीहरूलाई
आउँदो भावी पुस्ताका नानीहरूलाई चाहिँ फोकस गरेर यो कार्यक्रम गरिरहेको छौँ। यसमा चाहिँ हामीले हाम्रो बालबच्चाहरूलाई आफ्नो आफन्त चिनाउने, आफ्नो काका काकी, छोरा छोरी अथवा आफ्नै मामा माइजूको छोरा छोरी बिच हाम्रो विशेष गरी चिनजान छैन, भेटघाट छैन, उहाँहरू बिच परिचय छैन। एउटै बुहारी बिच पनि अब भेटघाट छैन, चिनजान छैन। एउटै दाजुभाइको छोराछोरीहरूको पनि चिनजान छैन, भेटघाट छैन। विशेष गरी यसलाई नै फोकस गरेर हामीले एउटा भेटघाट कार्यक्रम र एउटा परिचय कार्यक्रम को लागि हामीले कार्यक्रम गरेको छौँ। यो किन गर्नु परेको, यो कार्यक्रम हामीले यसरी भेटघाट कार्यक्रम किन गर्नु परेको भन्दाखेरि विशेष गरी हामीहरू आफ्नो देशबाट अलिकति टाढा छौँ र अहिले हामी अमेरिका भन्ने ठाउँमा आएर बसेका छौँ। अमेरिका ठाउँ चाहिँ यस्तो ठाउँ हो जहाँ हामीले एउटै समुदाय, एउटै स्टेटमा भनौँ, एउटै गाउँमा हामी बस्न सक्दैनौँ। तसर्थ हाम्रो बसाइ विभिन्न प्रान्तमा, विभिन्न अर्थात् स्टेटमा छ। हामीहरू भेटघाट हुन सक्दैनौँ। लगभग टाइम लाग्छ, धेरै टाइम लाग्छ हामीलाई भेटघाट गर्नुको लागि। यो हामीले त्यो भेटघाट हुन नसकेको कारणले नै हामीले यो कार्यक्रम गरेको छौँ। कार्यक्रम यहाँ बस्नु पर्यो। यता हो। धेरै छैन तेरो छोराकोबाट धन्यवाद तिमीलाई। सबैजनालाई सेवा र म तिलमान वाखान्छु थुलुङ राईबाट। यहाँ हाम्रो भेटघाटको कार्यक्रमको लागि हामी यहाँ भेला हुँदैछौँ। हामीहरू अब सबैजना भेला हुँदैछौँ, सम्झी लिएर। अनि छोरी जोयाहरू सबै भेला हुँदैछ है यहाँ। उता निनीलाई देवे, उहाँ निनीलाई हात दुख्नु पर्यो नि यहाँ त्यही पर्छ। साथ दिन्छ
जेमाको टर्न अब जेमाको लगाइहाल्नु नि जेमाको जेमालाई लगाइदिनु भएको छैन होइन लाउनु न तपाईँको टर्न अघि चाहिँ काटिसक्यो टर्न अघि काटिसक्नु ए लु काम थियो नि टर्न पुसाइ कहाँ जानु तसर्थ हामीहरूले अर्को हामीसँग सानो कार्यक्रम जस्तो छ त्यसलाई हामी निरन्तरता दिन्छौँ यो हाम्रो वाखम्चो लुङको भेटघाट पोहोरको साल पनि गरेको थियौँ 2024मा गरेको थियौँ हेरिस बक्समा यो 2025मा चाहिँ एक्रान ओहायो एक्रानमा गर्दैछौँ अनि अब फेरि अन्य सालहरू हुँदै जान्छ हाम्रो यसरी भेटघाट बढ्दै जान्छ अनि अब यो हाम्रो दुईजना दाजुभाइको छोरा छोरी नाति नतेना पनाति पनातिहरू यति भेला भएको छौँ ए साँच्चै दुईजना दाजुभाइ त जेठा देपाको चाहिँ अब उही भुटानमै उनीहरूको फ्यामिली सबै रहेको छ अनि हामीहरू चाहिँ यहाँ माइला र कान्छाको छोराछोरीहरू छोरा बुहारी छोरी जोइ नाति नतेना पनाति पनातिनीहरू छौँ यसरी अब भेटघाट गर्दै जाँदैछौँ आज हाम्रो यसरी तालिम नै हुन्छ होला भन्ने आशा गर्दैछु मैले पनि र गर्नु पनि पर्छ यो थाहा पन टिपका लु उता केक ओ सानी आउनु सानीले चाहिँ केक हुँदैन लु सानी टिका लाउनु यता टिका लगाइदिइहाल नि सानीलाई लु सानी लगाइहाल लु केक चाहिँ खाँदैन उसले नि त्यो एक एलर्जी छ बेबे मिमीको जस्तो उसलाई पनि
लु केक हुँदैन सानले पनि ए लु ओ ए मामा फोटो खिच्नु फोटो खिच्नु ओ नानीलाई लगाइदिइहाल्नु ए सुजन भाइ खिचेछ एकछिन अब सक्नु आँट्यो फोटोहरू खिच्नुपर्छ सक्दैन दुई हात लो हाई नमस्ते सेवारो अनि जयमसी सबैलाई आफ्नो आफ्नो छ अनि हामी चाहिँ आज विशेष गरी ओहायो एक्रोनमा यहाँनिर यो हाम्रो पिकनिक स्पोट जस्तै हो सो यहाँ हामीको चाहिँ विशेष गरी हाम्रो सन्तानको थुलुङ सन्तान हाम्रो नेप्टे बेबीको जति पनि उहाँको माताबाट हामी जन्मेका जति पनि छोरा नाति पनाति छौँ हामी चाहिँ सकेसम्म आज जमघट भेट भएर एकअर्कामा चाहिँ चिनाजान गर्ने र खुसियाली बाँड्ने जमनको बसेको छौँ र आउँदै हुनुहुन्छ अरू र हामी चाहिँ यहाँनिर अहिले लगभग 12-13जना भेला भइसकेको छौँ र अहिले अरू पनि आउँदै हुनुहुन्छ उहाँहरूसँग पनि हामी जमघट गर्नेछौँ हुन्छ अहिलेलाई यति नै भन्छु धन्यवाद को छोराछोरी बीच पनि चिन्जान भेटघाट छैन यो मैले छोटो शब्दमा भनिरहेको छु त्यस कारणले हामी यो भेला भएका छौँ यही भेला हुने क्रममा चाहिँ हामीले सानो एउटा यहाँ फेरि हाम्रो यहाँ थुलुङ परिवारहरू चाहिँ दोस्रो वर्षको लागि फेरि भेट भइरहेछौँ यहाँ हाम्रो सुरज भतिजले चाहिँ त्यो गरिरहनु भएको छ अनि विशेष गरेर यो हाम्रो चाहिँ दोस्रो वर्ष हो अब आगामी वर्षहरूमा पनि यसरी नै गर्दै जाने भन्ने हाम्रो सल्लाह भएको छ अनि जति यो वर्ष जति भेला हुनुभयो होइन सबैलाई धन्यवाद छ अब जति भेला हुनु भएको छैन विशेष उहाँहरूको विशेष कारणले गर्दाखेरि यो वर्ष छुट्नु भएको चाहिँ अब आगामी वर्षमा फेरि भेट्ने हामी भेट्ने प्रतिबद्धताका साथ यो अहिलेको यो सालको 2025 को भेलालाई चाहिँ हामी सुसम्पन्न गर्न गइरहेछौँ र आगामी वर्षहरूमा अहिले यो वर्ष छुट्नु भएको सबै थुलुङ परिवारहरूलाई पनि हामी निमन्त्रणा गर्दछौँ यो भेला भेट हुनका लागि र यो मेरो 2 शब्दको इन्टरभ्यू गरिदिनु भएकोमा हाम्रो सुरज भतिजलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू
यहाँ चाहिँ नानीहरूलाई पिज्जा लाइन बसेर तपाईले पेपरोनी को खाने Not now, after finish. Which one? Pepperoni or cheese? यिनीहरूले मामिया तमाम दिइरहनु छ कोमा यता हुनुहुन्छ है भिडियो मामहरू खानुभएको निकाल्यो नि मामहरू खानुभएको नि भिडियो निकालेर नि आजको भेलाको मामहरू जाम के साह्रो मिठो भयो ठुलुङ परिवारको परिवारको खाना एकदम राम्रो फ्यामिली सबैजना साइला देपा यता निनीहरू हुनुहुन्छ पनि निनी पुसाएको नि खाना खानुभएको भिडियो निकाल्दिनु हुन्छ यता पुसाएको अघि भयो निनीको नि मैले ल हुन्छ हाम्रो यो भेला जुन हाम्रो यो कार्यक्रम भेला भइरहेको छ यसमा चाहिँ हामीले हाम्रो विभिन्न स्टेटमा रहेका छौँ तर हाम्रो विभिन्न कारण विभिन्न अवस्था परिस्थितिले गर्दाखेरि कति परिवारहरू चाहिँ छुटेका छन् हाम्रो यो भेलामा उपस्थित हुनको लागि उहाँहरू फेरि आउँदो हाम्रो भेला भेटघाट कार्यक्रममा भेला हुन्छौँ भन्ने आशा पनि छ र हाम्रा सम्पूर्ण मेरा ठुला जति पनि मैले मान्नुपर्ने मेरा बुबा काका काकी दाजु भाउजू सम्पूर्णलाई मेरो धेरै हृदयदेखि नै नमन सेवाहरू अनि मेरा मसिना भाइ भतिजा बुहारीहरू जति पनि नाति नतिनाहरू छ उहाँहरूलाई मेरो माया सम्मान सधैँ रहने नै छ यसो भन्दै म यो मेरो दुई शब्दलाई यही टुङ्गाउन चाहन्छु हस्त चेमा नि यता बस्नुभएको छ उता चेमा पनि खाना कसलाई पनि खोप खाना ए यहाँ कुखुरा छ सबैजना जाएपछि यहाँ हामी सबैजना ठुलो परिवार हो यहाँ नयाँ पार्कमा भेला हुने कार्यक्रम गर्दैछौँ सबै हाम्रो बेबेखालको छोरा नाति पराती नानीहरू सबै भेला भएर यहाँ उहाँको चिनजानको लागि आफ्ना दिदीबहिनी दाजुभाइ नसुटोस् चिनोस् भनेर चाहिँ यहाँ हामी
भेला भएर हामी कार्यक्रमको लागि आउँदैछ। ओहो ओहो हाम्रो अहिले त सर्ट होला त। ओहो ए ती तीनजना उता ए छिटो 10 पुराउँछ उले जिते खेल्छ। ससुराली र माइती खाले आज भिडन्त भइरहेछ यहाँ गेम। टोपी कोपा कहाँबाट आउनुभयो तपाईँ? कुन स्टेट? ए ए एक्रोनमै ए कहीँ हुनुहुन्छ तपाईँ यहाँ स्टेजमा आइदिनु हुनको लागि हामी विनम्र अनुरोध गर्दछौँ। आउँदैछु भाइ धमाधम यसपालि त सबैको भिडियो निकाल्दैछु एकदमै हजुर हजुर यसपालि चाहिँ हाम्रो फुलुङ फ्यामिलीको चेली बेटीदेखि लिएर माइती यता पानी खाना खाएर यता गेमको धमाधम छ सबै छरिएर पो उयो भयो त तर धेरै छौँ यसपालि। हजुर सबै नै खान्चे थुलुङहरूको यहाँनिर आज चाहिँ भेटघाट आएमा सबै राज्यबाट चाहिँ नि भेला आउनु अनि हामी गर्नु हामी पनि जोइन चेल्लाहरूमा आएको छौँ छोरीहरू एकदमै यो आवश्यकता पनि हो किन भन्दाखेरि यति गरिएन भने चाहिँ अब आफ्नो आफन्त चिनजानमा अलिक कमी पनि हुँदो रहेछ अनि छोराछोरी चिनजान गर्ने बाजेबोजू नानीहरूलाई चिनजान गराउनुको लागि आफ्नो नातोदारहरूलाई परिचय गराउने एउटा कार्यक्रम पनि हुँदो रहेछ। कामले गर्दाखेरि अरू बेला भ्याइँदैन यसरी कहिले काहीँ वर्षमा एकखेप यो नानीहरूलाई चिनजान र भेटघाट कार्यक्रम रहेछ एकदमै खुसी लाग्यो। धन्यवाद। हुन्छ टेनिसीबाट टाढोबाट नै आउनु भएको छ पुजाहरू यहाँ टेनिसीबाट उता न्युयोर्कबाट पुसाइ पनि आउनु भएको छ ससुरालीबाट। ए विशाल भाइ लु यता हेरौँ त विशाल भाइ पनि उहाँ कहाँ पो विशाल भाइ माछा चिसोबाट पनि म चाहिँ न्युयोर्कबाट आएको हो बफेलो सिटी। हजुर र हाम्रो मेरो चाहिँ अब सबै ससुरालीहरूले एउटा वर्षौली उहाँहरूको फ्यामिली भेला भएर यही सरसल्लाह गर्ने एउटा आफ्नो आफन्त चिनाउने बालबच्चालाई हेर्ने एउटा सानो भेलामा हामी जोइखालेहरू पनि सबै आइबक्सेको छौँ। धन्यवाद। भएको छौँ र यो सफल भएकोमा म सबैजनालाई थुलुङ परिवारलाई एकताल जोरदार ताली पनि लगाउन चाहन्छु, ताली लगाउन अनुरोध गर्दछु र यसरी नै हामीले निरन्तरता यो दिन सकिरहँ।
सबैलाई शिकारको कुरा घरमा त्यति नै फोटो गरेको पापाले ओके यता चाहिँ मसी सेवारो अब साइन अनुसार मेरो एउटा सबैलाई सेवा छ र आज यहाँ हामी थुलुङ परिवारको लागि भेला भएको छौँ र यहाँ सबैजना आइदिनु भएकोमा धेरै खुसी छौँ र आगामी वर्षहरूमा हामी अपेक्षा गर्दछौँ यसरी नै भेला होस् र पोहोर साल पनि भेला भएको थियो अब कतिजना छुटफुट भएछ त्यसमा अर्को वर्ष चाहिँ भेट गर्ने आश गरेको छौँ र हाम्रो थुलुङ परिवारहरू उता भुटानदेखि लिएर इन्डिया नेपाल जहाँ कहीँ भए पनि हामीले धेरै मिस गरेको छौँ सम्झेको छौँ अब हामी यसरी नै पछि भविष्यमा भेट गरौँ भनेर चाहिँ हामीले यो एउटा वंशावलीको भेटघाट सुरु गरेको छौँ हामीले करिब 2 वर्ष भइसक्यो यो यहाँ निनीहरूलाई पनि देखाइदिनु पऱ्यो निनीहरू एक शब्द बोलेर भयो हुन्छ के ए सबैमा निनीहरू ल्याउनु भएको ल सम्पूर्णमा नमस्कार अनि आजको दिन चाहिँ हामी पखाम चाहिँ थुलुङ परिवार हामी भेटघाट आज फेरि हामी इयरली गेट टुगेदर हुन्थ्यौँ आज चाहिँ यसपालि चाहिँ हामी एक्रोन ओआयोमा हामी गेट टुगेदर भएको छौँ अनि धेरै खुसी लागेको छ सबैजनासँग भेटघाट गर्नु पाउँदाखेरि अनि सबैसित हाम्रो भलाखुसारी गर्नु पाउँदाखेरि हामी धेरै धेरै खुसी छौँ अनि अझै पनि हामी अर्को वर्षको लागि हामी कामना गर्छौँ अनि जतिजना आउन सक्नु भएको छैन अर्को वर्ष हामी अपेक्षा गर्छौँ कि तपाईँहरू पनि सबैजना आइदिनुहुन्छ अन्त हुन्छ सम्पूर्णमा फेरि पनि नमस्कार यता निनी त कहाँबाट पाउनु तपाईँ उता कहाँ पिसवर्कबाट यता पुछाउनु पर्यो होइन अनि निनी नै आइपुग्नु भयो तपाईँ ए जय मसी निनी यतामा निनीहरू नि सम्पूर्णमा आज चाहिँ हाम्रो यो थुलुङ परिवारको भेटघाट छ एक्रोन ओहायोमा 2025मा हामीले चाहिँ यसो धेरै टाइम नभए पनि एक दिनको लागि यसो पिकनिक पनि हुने अनि नानीहरूको लागि यसो भेटघाट गराउने भनेर यो प्रोग्राम गरेको छौँ सम्पूर्ण आइदिनु भएको छ सम्पूर्णमा एकदम धन्यवाद भन्न चाहन्छु हाम्रो यता जेठा छोरा सुशान्त अरू भेला हुँदैछ नि यहाँ सेमा त भर्खर आउँदै हुनुहुन्छ बुस्टर माछासँग बस्छु 11 साल भइसक्यो म साइला छोराको कान्छा छोरा अनि रासिया आउनु पाइनँ त्यही भएर यो चालाको रमाइलो हुँदो रहेछ अब 2 सालको ग्याप गर्नु भएछ अब 27मा कता हुन्छ
त्यतिखेर भैँसा यति बुहारी लिएर आउने भनेको अब त्यसको लागि चेमाले खोजिदिनु पर्ने हुन्छ म खोजिदिइहाल्छु नि अब त्यही हो अब फ्यामिली आउने प्लान हुन्छ धन्यवाद विशाल भर्खर अरविन्द यहाँ आउँदैछ भेटघाटमा खुसी लागेको छ अहिले सबै आउनु भएको छ राम्रै लागिरहेछ पोहोर साल पेन्सिल्भेनियामा गरिएको थियो यसपालि एक्रोडमा गरिएको छ अब फेरि अब अर्को वर्ष 2 वर्ष नि 2017मा अब टेनेसीमा हुन्छौँ होला हामीहरू जस्तो लागेको छ त्यतिखेर चाहिँ सबै आउनु होला हेलो म बरु यहाँ भिडियो उयो गर्दिन्छु कि त्यो दुईजना सँग गयो दार्जिलिङ मरेर भाइसँग गयो अनि त्यसपछि त्यस्तो हुँदै हुँदै अब हामी अब भुटानमा दर्बङ ब्लकमा गएर चाहिँ अब रासोबासो गऱ्यो बाउले त्यहाँ थन्कायो हुन्छ ल बेबे धन्यवाद बेबेहरूलाई पहिलाको कुरा कुरा माथि थुलुङहरू थुप्रै जन्मे अनि थुलुङ परिवारहरू जम्मै भेला भएर आज गर्दैछु यो गर्नु चाहिँ हामीलाई कति उचित छ छैन बेबेले भनिदिनुहोस् न यो थुलुङ परिवार भेला हुनु हाम्रो अब कोन जाने हौ ठुलो नानीहरूले नाति नातिनीहरूले अब के गर्छ त्यसमै अब खुसी छु होइन अरूलाई चाहिँ अब हामी त सक्दिन बुढाबुढी भयो आज हो कि भोलि होइन यो भेलाहरू हुनु हामीलाई राम्रो हो ठुलो परिवारलाई भन्दा राम्रो हो सबैलाई चिन्जान हुन्छ अब डाँडाको धुमधाम जस्तो भइसक्यो आज कि भोलि अब छोराछोरी नाता नातिनीहरू नातिहरूले अब सबै हस्तै भेला भएर सधैँ दिन गरिरहोस् भन्ने आशा छ सबै ठुलो रिपडुङ्गे ठुलो वाखाम्ते रिपडुङ्गेहरूको आशीर्वाद रहिरहो धेरै धेरै बाँचिरहो भन्ने आशा छ है हामीले नि नाता छोरा बुहारी छोरी ज्वाइँ नाता नातिना पनाति पनातिनीहरूलाई सबैलाई बेबे मिमीकोबाट चाहिँ आशीर्वाद आयु हो शिलापत्तर खपेको जस्तो खपिरहँ बल्टिपल जस्तो टपिरहँ जम्मै यस्तै अब सुन है नानी जगन्माता जस्तो शिव एकदम राम्रो होस् शान्ति हो नौगरा शान्ति भाइ जगडाको शान्ति मेरो नाता गइसकुदेखि शान्ति होस् गाली सर कसैले गरेको छ भने त्यहाँ पनि शान्ति होस् भन्ने आशा गरिएको छ त्यस्तै छ बेबीको चाहिँ शान्ति होस् राम्रो होस् नलागोस् नदेखोस् रोग बेदी नलागोस् राम्रो होस् सोचेको मेरो नाता नातिना छोरा बुहारी सबै छोरीहरूलाई त्यति चाहिँ अब आज 28 तारिक नि हजुर यहाँनिर आशीर्वाद परिवारभित्र हुनुहुन्छ
गजहरू छ हाम्रो आज उपस्थित भएकोमा ताली बजाइदिनुहोस् प्लिज सबैले। त्यसै गरी फेरि चुटी माया थुलुङ राई त्यसै गरी जस थुलुङ राई त्यसै गरी विमला थुलुङ ताली बजाइदिनुहोस्। थुलुङ परिवारको माया गरेर राखिदिनुहोस्। माइतीहरूको छ चुटी माइतीकै छ त्यसमा थ्याङ्क यू सबैलाई ताली बजाइदिनुहोस् प्लिज। लक्ष्मी थुलुङ राई प्लिज लक्ष्मी थुलुङ राई लक्ष्मीमा थुलुङ राई त्यसै गरी शर्मिला थुलुङ राई सम्मान गरिदिनुहोस्। यस आज अरू पुनम बहिनीको ऊ चिसोले पुनमको चाहिँ बुवालाई नै दिँदा हुन्छ। उहाँले चाहिँ उहाँ पठाइदिनु ए धनमा नानाको उहाँ चाहिँ डेनमार्क नर्वे हुनुहुन्छ। लो यता बेबे मिमीलाई आफ्नो नानीहरू अनि बसिदिनुहोस् न प्लिज। मेरो बाबुको पेटमा थिएछ, बोजूको पेटमा, निनीको पेटमा बाजे चाहिँ कप्तान थिएछ, पुलिसको कप्तान थिएछ। त्यतिकै उहाँ पल्टनमा मर्यो। काजवीर चाहिँ पल्टनमा काजवीर होला पल्टनमा मर्यो। त्यहाँदेखि चाहिँ हामी लिमखिमको चेली रहेछ, लिमखिमको चेलीले चाहिँ अनि चेली चाहिँ अब हाम्रो पापाले बिहे गरेको रहेछ। अनि त्यसो भएपछि अनि हामी लिमखिमसँग हाम्रो बोजू आएछ माइतीसँग आउँदै अनि सुखिम कहाँ फारकमा बोजू चाहिँ अनि कहाँनिर आउँदा अब जन्मेर 6 महिनाको नानीमा चाहिँ बोकेर आउँदा फारकमा फसेछ। धुम्सेमा बोकेको थिएछ। धुम्सेमा त्यहाँ चाहिँ लुगा लगाएर कपडा लगाएर माथिबाट चाहिँ जतिहरू बोकेर त्यहाँ त्यो माथि चाहिँ हामीसँग राई पनि हुनुहुन्छ, सुजना थुलुङ राई सबैले प्लिज। उहाँ चाहिँ हाम्रो नरबहादुर थुलुङ राई, उहाँको छोरा जसमाल थुलुङ राई र उहाँको छोरी सुजना। मेरो पापाको भाइ नाइका जम्बुमान हो। मेरो जम्बुमान काइला बलिमान हो, काइला अर्पिमान हो, अनि कान्छा पूर्णमान। म चाहिँ सूत्रमानको छोरी कान्छी। हामी 3 जना परिवार हो, मेरो पापा र आमाको। अनि नानाको नाम मनमाया हो, दाजुको नाम तारावीर हो, मेरो नाम चाहिँ अब ढटामा दिएको राजमाया हो। अब बसिरहेको थियौँ भुटानमा हामी।
92 सालमा नेपाल बस्यौँ नेपालमा बसियो कति बसियो त्यो थाहा भएन त्यो पनि नेपाल छोडेर फेरि अमेरिका आइपुग्यो अमेरिका टेनेसीमा आइपुग्यौँ टेनेसीमा अब बसेको पनि त 9 वर्ष अनि आज चाहिँ सबै नाति छोरा बुहारी छोरी जोइ होइन नाता नातिना पनातिनीहरू सबैसँग भेलिएर हामी अहिले यहाँनिर रमाइलो गर्दैछौँ टेनेसीमा बाँचेको छौँ र है टेनेसीमा अरे आयो इक्रानमा बाँचेको छौँ आजसम्म चाहिँ अनि लिएर बसिरहेको छु अब कतिन्जेल बाँच्ने हो त्यो त थाहा छैन थाहा छैन अझै 20-30 वर्ष त मजाले छ धेरै बेसी पनि बाँच्दैन अब बाबुको नाम चाहिँ कुसुमे राई हो अब सर्वङसिनमा बसेको छु अब सर्वङसिनमा बस्दा लड्यौँ म चाहिँ कुसुमे राईको कान्छा छोरासँग बिहे भएको थियो जेठाजी जेठा बहादुर माइला नरबहादुर मेरो श्रीमान चाहिँ रत्नबहादुर हो खास गरी रत्नबहादुर हो चेली हो आयो नाना पनि चामलिङ गेली म पनि चामलिङ गेली ठुलुङको परिवारहरू सन्तानहरू चाहिँ हामीले फैलाइदिउँ मायाको चिनो परिवारबाट त्यसै गरी नर्बु तामाङ चेलीको हातमा दिनु होला त्यसै गरी दिलकुमार नेचाली राई चिनो दिएर सम्मान गरिदिनु होला सबैले ताली बजाइदिनुहोस् प्लिज त्यसै गरी हामी भुटान छोडेर आइयो हजुर अनि नेपाल आयो नेपालदेखि पनि 20-25 वर्ष 26 वर्ष बस्यौँ त्यहाँदेखि अहिले हामी अमेरिका देश आयौँ अमेरिकाको देशमा आएर शरणार्थीमै हामी बसिरहेको छौँ भुटानमा चाहिँ कहाँ हुनुहुन्थ्यो अब भुटान त के गर्नु हामी सर्वश्री नानीहरू जन्मेको चार घरे लडी 4 घरे म जन्मेको मेरा बाबुहरू त्यही नै अब त्याती भयो उहाँ भुटानमा चाहिँ अरू कोही छोडिनु भएको छ बेबे मेरो सरी दाजु जेठाको सन्तान चाहिँ जन्मै छोडिएको छ स्ट्यान्ड ल्याउ तपाईँ स्ट्यान्ड लिएर दाजु जेठाको नानीहरू दाजु भाउजू उनीहरू पर्वत भयो अनि अरू उनीहरू छोडिएको बेबेलाई नामहरू पनि थाहा छ बेबे उता हजुर छ त उहाँ भुटानमा हुनुहुने दाजु जेठाको नामहरू कुलबहादुर कुलबहादुर राई हो बाउले नाम राखिदिएको सेमसर भाउजूको जेठी भाउजू चाहिँ के
ए हुन्छ ठिकै छ त्यस्तो हुँदै अब फुलुङहरू उहाँ भोटालमा पनि छ अमेरिका देशमा नेपालमा पनि छ नेपालमा मेरो दाजुमाइलाको नरबहादुर दाजुमाइलाको छोराहरू छ नातिहरू छ हामी चाहिँ अब कान्छाको नानीहरूसँग जब यहाँनिर बसेको छौँ म चाहिँ कान्छा भाइ हो अब के गर्नु प्लिज सबैले ताली बजाउनुहोस् अरू यहाँ हुनु परिवारलाई तपाईँले सबै साथ दिनुहोला सपोर्ट गर्नुहोला हाम्रो त्यसै गरी सुनिता गुरुङ सबैले ताली बजाउनुहोस् त्यसै गरी एकदम मन पर्छ ताली 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 त्यसै गरी विष्णु गुरुङ त्यसै गरी हाम्रो परिवारमा धेरै सपोर्ट सहयोग गरिरहनु अरू कसै छुटेको छ भने प्लिज भनिदिनु होला मिमीको टन दुई शब्द यसो छोरा बुहारी नाता नातिहरू छ पहिल्यै आशीर्वाद छ अब राम्रो होस् आँकेको ताकेको पुगोस् सोचेको पुगोस् धेरै धेरै पढोस् ज्ञानी होस् बुद्धिमानी होस् सबैले कति बेला हुन्छ तिनटै मात्रै हजुर तिनटा देख्ने हेर्छ सँगै देखिने छ त्यति बसी त नेप्टेको छोरा कुसुमेको कान्छा छोरा नरबहादुर थुलुङ राईको साइली छोरीको जेठी छोरी सुमिना राईले चाहिँ हिजै मात्र ग्रेजुएसन सक्नुभएको छ उहाँको ग्रेजुएसनमा उनीहरूले सबैले उहाँलाई बधाई दिनुपर्छ र सबैजना प्लिज रेडी भइदिनु होला भनेको चाहिँ हामी एउटा वखरी थुलुङ हाम्रो मैले जाने सम्म चाहिँ नेप्टे थुलुङ हुनुहुन्थ्यो वखरी नेप्टे थुलुङ उहाँको हामी पनाती छोरा पनाती